हजुरले बलि गर्नु भएन भने हजुर पशु नै पाल्नुहुन्न नि, काटेर पाप लाग्छ भन्ने कुरा हाम्रो मान्यतामा पर्दैन। हजुर साँच्चै शाकाहारी हो भने त हजुरले दही पनि खानु हुँदैन। यो फट्याइ कुरा भन्छु मैले। जसले 1 गिलास दही खान्छ नि उसले त 2-4 करोडै सिँगै खान्छ के नानु। यसरी बुझ्नु होला के 2-4 करोडको जनसङ्ख्या सृष्टि भएपछि मात्रै हजुरको 1 गिलास दही निर्माण हुन्छ नानु। अनि दही खानेहरूले फेरि घमण्ड गर्न मिल्छ त? गाई गौ माता भनेर पूजा गर्नुहुन्छ, अनि माताको दुध माताको छरछरी मारेर खानुहुन्छ, धर्म हो कि पाप हो त? यस्ता यस्ता कुरा नगर्नुहोस् के, यसले हामीलाई गाड्छ नानु। हजुरले त्यो पशु पाल्ने हो नि त हजुरले, होइन र? खुवाएर प्याएर त्यसको लागि हजुर कति दुःख गर्नुहुन्छ, आफ्ना रगत खुवाउनुहुन्छ त्यसलाई। यी छाला कति च्यातिन्छन् ती अराउने चक्करमा, त्यसै खानु भएको छ? हजुरले खानु भएन भने त्यसको त सृष्टि नै अन्त्य हुन्छ त नानु। अनि संसारभरि जनावरै जनावर हुन्छ, मान्छे के खान्छ त फेरि? सम्झिनुहोस् न। अनि हजुरले खान्न हुने अर्कोले खानु हुने हुन्छ? हुन्छ? यो फट्याइ हो कि होइन? म खान्न त खा भन्न पाइन्छ? खानु हुन्छ, सबैलाई हुन्छ, हुन्न भने सृष्टि कसैलाई नै हुँदैन। हजुर गुरु जस्तै त्यसरी बुझ्नु पर्यो के? पछिल्लो समयमा हजुर धेरैजनाले चाहिँ तपाईँको बलि प्रथा हटाउनुपर्छ, यो बलि पशुपन्छीको जस्तै हाम्रो आत्मा पनि एउटै हो, पशुपन्छीको आत्मा पनि एउटै हो, तर उनीहरूलाई मारेर हामीले त्यसको मासु चाहिँ हामीले खाइरहेका छौँ, त्यसको आत्मा रहिरहेका छौँ, त्यसले बोल्न सक्दैन भन्ने कुराहरू गर्छन् क्या? यो फरक छ राजा। यो हामी गोर्खालीको दर्शन र अरूको दर्शनमा के फरक छ भने हामी गोर्खालीहरू चाहिँ पशु पन्छी जनावरहरूको रगत खाएर बाँचेको मान्छे के, तर मान्छेको रगत खान हुँदैन भन्छौँ हामी। मान्छेको रगत खान हुँदैन, हाम्रो कर्तव्य मान्छेलाई बचाउने हो कि। तर जो मासु नखाने भन्छन् नि उनीहरू त मान्छेको रगत खान्छन्, मान्छेलाई शोषण गरेर खान्छन्। अनि मासु नखानुको के औचित्य छ? अहिंसाको मतलब मासु खानु नखानुलाई मैले अहिंसा मान्दिनँ। हजुरको कारणले अर्को दुःखी हुन्छ कि हुँदैन त्यो नै अहिंसा हो के। हजुरले कसैलाई दुःख दिनुभयो भने त्यो अहिंसा हो। यहाँ लाखौँ बोकाहरू जन्मिन्छन् होइन, ती लाखौँ बोकाहरूमा 100, 200, 500, 1000 बोकाहरू मात्रै मन्दिरसम्म पुग्छन्। ती बोकाहरूमा पनि ती भाग्यमानी हुन्नन्, यसरी बुझ्नु होला। बोकाहरूमा पनि ती भाग्यमानी बोकाहरू हुन् के, यसरी बुझ्नुहोस् न। त्यो हाम्रो धर्म हो, हामी त्यही धर्मले आजसम्म बाँचिरहेका छौँ त। फेरि आजसम्म हामीलाई नेताहरूले बेचे मात्रै हो, हाम्रो बेचिसकेका त छैन नि। हाम्रो आत्मा बेचिएको छैन, हाम्रो स्वाभिमान हामीसँग बाँकी नै छ। हामी त हेर्दैछौँ कसैले के गर्छन् हाम्रो देश भनेर। हाम्रा पुर्खाले घाँटीमा खुकुरी खुँडा थापेर कमाएको देश, हामीलाई माया छैन? यो देश कमाउने असली मालिक त हामी हुनानौँ। हाम्रा पुस्ता 10 मऱ्यो भने हजुरका 5 मरे होलान्, हजुरका 7 मरे होलान्। मर्न त हामी सबैका मरे, यो पनि होइन कि गोर्खालीले मात्रै बनाएको भन्न खोजेको होइन। तर हाम्रा 10 मऱ्यो भने हजुरका 7 मरे के, उहाँका 5 मरे के, पछिका त 1-2 पुस्ता मात्रै मरे होलान् के। हाम्रो भनाइ त्यति हो नानु। त्यसै भएर यो धार्मिक बाटो हो।